ओम गणनान्त्वा गणपतिगुं हवामहे प्रियाडान्त्वा प्रियपतिगुं हवामहे निधिनान्त्वा निधिपतिगुं हवामहे वसो मम आहमजानि गर्वद्धो मत्तमजासि गर्वधम्म अम्बे अम्बिके अम्बालिके नमा नयति कश्चन ससत्यस्कः सुभद्रिकां काम्पिलवासिनीं मगुं श्रीमन्गणाधिपतय नमः मङ्गलमूर्तय नमः। म आज हजुरहरूलाई हाम्रो हिन्दू धर्मको बारेमा केही चर्चा गर्न गइरहेको छु। हाम्रो हिन्दू धर्म अनुसार वेदलाई सर्वोपरि ग्रन्थ मानिएको छ। हामीले जन्मदेखि मृत्युसम्मका जति पनि कर्महरू हुन्छन् र मृत्यु पर्यन्त पनि गरिने कर्महरू वेदले निर्देशन गरे अनुसार हामीले कर्महरू गर्ने गरिएको हुन्छ। त्यसैले हिन्दू धर्मलाई वैदिक धर्म पनि भनिन्छ। हाम्रो मुख्य ग्रन्थ भनेको वेद हो। वेद 4वटा हुन्छन्, ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद। र यो वेदलाई बुझ्नको लागि हामीले विभिन्न शास्त्रहरूको पनि अन्य शास्त्रहरूको पनि अध्ययन गर्नुपर्दछ र तिनीहरूलाई वेदको अङ्ग भनिन्छ। वेदका अङ्गहरू मुख्य 6वटा अङ्गहरू छन्। ती 6वटा अङ्गहरूको बारेमा म हजुरहरूलाई आज बताउन गइरहेको छु। 1 शिक्षा, 2 कल्प, 3 निरुक्त, 4 छन्द, 5 व्याकरण, 6 ज्योतिष। यी वेदका 6 अङ्गहरू हुन्। अब यिनीहरूको अर्थको बारेमा पनि म यहाँ छोटकरीमा भन्न गइरहेको छु। शिक्षा, वेदको शुद्ध उच्चारण, स्वर, व्यञ्जन, मात्रा, गति इत्यादि सिकाउने शास्त्रलाई शिक्षा भनिन्छ। यसको ज्ञान नभइकन वेद मन्त्र शुद्धसँग उच्चारण गर्न सकिँदैन। अर्को छ कल्प, विधि विधान अनुसार यज्ञहरू संस्कारहरू अनुष्ठान गर्नको लागि नियम बताउने शास्त्र कल्प हो। यसको ज्ञान बिना विधिपूर्वक संस्कारहरू गर्न सकिँदैन। त्यसपछि अर्को छ निरुक्त। वेदमा कतिपय शब्दहरू कठिन हुन्छन्। तिनीहरूको चाहिँ अर्थ पनि एकभन्दा बढी अर्थहरू लाग्दछ। तिनीहरूको अर्थ र व्याख्या बताउने शास्त्रलाई निरुक्त भनिन्छ। यसको ज्ञान बिना वेदका मन्त्रहरूको प्रष्टसँग अर्थ लगाउन सकिँदैन। अर्को छ छन्द। वैदिक ऋचा र श्लोकको मात्रिक नियम, गण, लय, वृत्त आदिको अध्ययन गर्ने अथवा वेदका मन्त्रहरूलाई लयपूर्वक पाठ गर्नको लागि छन्द शास्त्रको चाहिँ ज्ञान हुनु आवश्यक पर्दछ। र 5औं छ व्याकरण। संस्कृत भाषाको रूप, विधान, धातु, समास, सन्धि, विग्रह, शब्द निर्माण सम्बन्धी सिकाउने शास्त्रलाई चाहिँ व्याकरण भनिन्छ। व्याकरणको ज्ञान बिना शुद्धसँग वेदका मन्त्रहरू पाठ गर्न सकिँदैन। त्यसपछि 6औं अङ्ग छ ज्योतिष। ग्रह, नक्षत्र, समय गणना, मुहुर्त, यज्ञको उपयुक्त समयको निर्धारण। हामीले जति पनि यज्ञ कर्महरू, यज्ञ यागहरू जति गरिन्छ तिनीहरू शुभ समयमा गर्न सकिएन भने तिनीहरूको चाहिँ फल प्राप्ति हुँदैन अथवा उल्टो फल प्राप्ति हुन्छ। त्यो शुभ समय गणना गर्नको लागि ज्योतिष शास्त्रको आवश्यकता पर्दछ। यसरी शिक्षा, व्याकरण, कल्प, निरुक्त, छन्द, ज्योतिष यी 6वटा वेदका अङ्गहरू हुन्। यिनीहरूको अङ्गबाट अथवा यिनीहरूको ज्ञानबाट हामीले वेदशास्त्रको राम्रोसँग अध्ययन गर्न बुझ्न सक्दछौँ। र अहिले हामीले वेदका 6 अङ्गहरूको बारेमा चर्चा गऱ्यौँ। अब यी
छवटै अङ्गहरूको बारेमा छुट्टा छुट्टै विस्तृत रूपमा चाहिँ नि हामीले अध्ययन गर्न जानेछौँ। आजलाई यति नै। हरिओम तत्सत।